ल लस्सी बोला ल स्टार्ट गर मिल्या ल सुरु गर ओके सो फाइनली आज म दिदीहरुसँग कुराकानी गर्न चाहन्छु र के विषयमा होला हामीलाई पक्कै पनि थाहा छैन होला आई डोन्ट नो यो मेरो यो भाइरल पनि भएको थियो हैन र आज चाहिँ मिस युनिभर्सिटी र दिदीसँग कुराकानी गर्नु त हुँदैन पनि हुन्छ हैन र फर्स्ट टाइम पनि भेट भयो होला मसँग हैन मलाई पहिले पनि देख्नु भयो मैले देखेको त्यो भिडियो हेर म हजुर सिक्न हामी भन्दा मोर फेमस त हजुर हुनुहुन्छ सर्वप्रथम नमस्कार हजुरलाई है दुईजनालाई मैले नमस्कार भन्न चाहन्छु यहीबाट हैन र हजुरको छोटो मिठो कुराहरू अब यो युनिभर्सिटीको युनिभर्स बारेमा सो युजली लाइक सपना थियो यो सपना चाहिँ पुरा भयो अनि हाम्रो रेजिस्ट्रेसन हुँदैछ सो म चाहिँ सुपर एक्साइटेड छु बिकज देयर आर सो मेनी गर्ल्स who are also excited about this pageantry so उहाँलाई चाहिँ I want to say best wishes अनि प्रिपेयर गरेर आउनु कन्फिडेन्ट हुनु हैन जस्ट बी योरसेल्फ अनि also don't forget to have fun once अनि अब नयाँ आउने जेनेरेसनलाई के सल्लाह सुझाव के दिनुहुन्छ हजुरको कुरोबाट यही नै हो आई थिङ्क मेन थिङ भनेको चाहिँ यु निड टु बी कन्फिडेन्ट जस्तो लाग्छ आफूले कन्फिडेन्स छैन भने चाहिँ इट्स नट गोना वर्क आउट सो आफूले आफूलाई राम्ररी रिप्रेजेन्ट गर्नको लागि यु निड टु कन्फिडेन्ट सो जस्ट बी योरसेल्फ नसोच्नु होइन धेरै सोच्नु हजुरले के दिन चाहनुहुन्छ you are single, divorced, married, you can come and you can take part with people with tattoos. सबैहरु पनि आउन सक्नुहुन्छ, भाग लिन सक्नुहुन्छ. So आफ्नो कन्फिडेन्ट देखाउनको लागि चाहिँ कुनै पनि रेस्ट्रिक्सन्स छैन मिस युनिभर्स नेपालमा. कन्फिडेन्ट भएर आउनुस्, आफ्नो पोटेन्शियल देखाउनुस् र यो क्राउन जित्नुहोस्. यो हाम्रो मिस युनिभर्सिटीको हाम्रो कार्यक्रमहरु प्रोग्रामहरु यो इभेन्टहरु कहाँनिर हुन्छ लोकेसनहरु एक्ज्याक्ट अबको पालिको चाहिँ हामीलाई थाहा भएन तर हामी मिस युनिभर्सको पार्टिसिपेन्ट हुँदाखेरि चाहिँ हिल्टन होटलमा भएको थियो तर हाम्रो मेन इभेन्ट चाहिँ गोदावरीमा हुन्छ भनेर भन्नुभएको छ सो लेट्स सी अहिलेसम्म फाइनल भएको छैन र फाइनल इभेन्ट चाहिँ गोदावरीमा हुन्छ सेप्टेम्बरमा भनेर भन्नुभएको छ तर कहाँ हुन्छ हाम्रो प्र्याक्टिस सेसनहरू ट्रेनिङ सेसनहरू अनि हाम्रो मिड इभेन्ट्सहरू कहाँ हुन्छ चाहिँ अलिक फिक्स भएको छैन जस्तो हाम्रो यो गर्ल्सको लागि मात्र गर्ने बयसको पनि हुन्छ सो गर्ल्स बोइज भन्दा पनि हाम्रो ट्रान्सको लागि पनि यो प्लेटफर्म ओपन छ बोइजको लागि चाहिँ आम नट क्वाइट स्योर त्यो चाहिँ सङ्गीताजीलाई नै सोध्नुपर्छ सङ्गीताजी So mainly like girls and transgender like it's available, but for boys like there might be other platforms. Finally, Maybe you can go for Mr. Universe. तपाईहरुलाई पनि पार्टिसिपेट गर्न चाहनुहुन्छ भने मलाई खबर गर्नु होला है हजुरलाई पार्टी किन मन छ मलाई चाहिँ छैन होला जस्ट म त इन्टरटेन हो हैन र रमाइलो कन्टेन्ट क्रिएटर पनि तपाईहरुले देखिरहनु भएको थियो र फाइनली अब जाँदा जाँदै उहाँहरूलाई के भन्न चाहनुहुन्छ अडियन्सहरूलाई चाहिँ सो स्टे ट्युन हाम्रो मिस युनिभर्स नेपाल ग्लोबल ग्ल्यामर भेन्चर भनेर इन्स्टाग्राममा रहेको छ तपाईँले अपकमिङ न्युज र अपडेट्स चाहिँ त्यही प्लेटफर्मबाट लिन सक्नुहुन्छ थ्याङ्क यू बाई एउटा फोटो हाल्न